के अन्त भाइ अब गाउँ सुन्नु पऱ्यो ठाउँमा बसेर कहाँ हिँड्यौ भाइ हो तिमीहरू झोला सोला बोकेछौ टाढा हिँडेको के हो के गर्ने दाइ अब गाउँमा रोजगार पनि छैन ऋण बढाइ भयो अब हामी त सहरतिर रोजगार खोज्न हिँड्ने दाइ केही पाइन्छ कि हाम्रो बाआमाको रेखदेख पनि गर्दै गर्नु ल भाइ हो राम्रोसँग जाऊ है तिमीहरू फेरि दुईजना युवाहरू गाउँबाट घटिहाल्यो के गर्ने ल्यायो गाउँमा के गरेर भने हुन्थ्यो गाई घाँसको भाइ पुग्यो होइन भाइ पुग्दैछ काट्दैछु भाइ भाइ अहिले यो स्याहारेर किसको त अनि गाउँ छोडेर गएछन् त त्यही त भाइ मैले नि जान्छु भनेको थिएँ मलाई पनि नजाऊ भाइ हो गाउँमै केही गर भनेकै हो मानेनन् भाइ खेतबारी बाँझियो गोठ रित्तियो गाउँमा कोही बस्नु मान्दैनन् यसरी त भएन त भाइ युवा जति सब बाहिर गए गाउँमा त मलाई पनि नबस्नु रहेछ सकिन्छ भाइ गाउँको हालत यस्तै छ जता गए नि दुःखै दुःख गाह्रो छ भाइ न त दाइ गाउँमै हामीले के गरेर देखाउनुपर्छ त सहर गएका युवाहरूलाई अब गाउँ फर्काउनुतिर पो लाग्ने हो कि हामी के गर्नु भाइ आफूलाई त्यही घाँसपात भन्दा फुर्सद हुँदैन गाई भारी पुग्यो जाउँ पक्न पक्यो एकछिन एक दुई गाला काटौँ दाइ यही घाँसपात गरेर नि त हामीले यहीँ आम्दानी गर्न सकिन्छ उन्नत जातका गाईबस्तु पाल्न सकिन्छ अब दाइ दुध बेचेर पनि त आम्दानी गर्न सकिन्छ भाइ मलाई पनि एउटा सोच आयो त्यस्तो के सोच आयो दाइ तपाईँले फेरि हामी यहीँ भएको साथीभाइ मिलेर एउटा गाई फार्म खोलौँ कि भन्ने हो पछि सहर गएका हाम्रा साथीभाइहरूलाई पनि प्रेरणा मिल्छ दाइ हामी युवा मिलेर त्यही गरौँ न त हुन्छ दाइ हुन्छ गरौँ म पनि छु 6 months later. परीक्षा मेरो भगवान गाउँघरको नि साह्रै याद आयो दाइ बुढाबाका बाआमाको नि याद आयो यस्तै हो भाइ फोन गर्नु त एकचोटि घरमा के छ मोबाइल ल्याउनु कसले फोन गर्यो यतिखेर हेलो हेलो दाइ अनि के छ गाउँतिरको हल्लीचल्ली बाआमाको के छ खबर भाइ म अहिले यता निस्किनु त पाएन म अस्ति चाहिँ गएको थिएँ अलिअलि बिरामी भन्नुभएको थियो के गर्दै हुन्छ दाइ आजकल अर्जुन दाइहरू के गर्दै हुन्छ र हर्केले के गर्दैछ साह्रै याद आइरहेको छ दाइ साथीहरूको म अहिले यहाँ गाई गोठको धन्दामा भ्याएकै छैन कि भाइ यार गाई फार्म खोलेर हामी तिनजना दाजुहरू मिलेर यहाँ गाई फार्म खोलेर बसिरहेको छौँ दुध बेच्छौँ भाइ गाईहरू राम्रै पालेका छौँ अहिले त गाउँ पनि फेरिसक्यो अब तिमीहरू पनि अर्का ठाउँमा के दुःख गर्छौ तिमीहरू पनि आफ्नै गाउँमा आएर दुःख गर के अरे हुन्छ दाइ हामी पनि त्यही अनुसार विचार गरौँला के भन्नु त दिपक दाइले है दिपक दाइहरूले त गाउँमा गाई फार्म खोल्नु भएको छ राम्रैसँग चाहिँ चलाइरहनु भएको रहेछ दुध बेच्नु रहेछ राम्रै आम्दानी गरिरहनु भएको छ अरे हामी पनि गाउँ फर्केर उतै दुःख सुख गरौँ यो सहरमा बसेर बाआमाबाट टाढा बसेर खासै उपलब्धि हुँदैन हो भाइ अब हामी पनि त्यसै गरौँ तर अहिले चाहिँ काममा लाग्नु भाइ खेलपातले फेरि कराउँछ हो दाइ काम छ गाह्रो छ हरिमले लाएको